इरान अहिले भिक्ट्री डिनाल स्ट्र्याटेजी प्रयोग गरिरहेको छ। यो भनेको आफूले जित्न सक्दैन भन्ने इरानलाई थाहा छ, तर उसले अमेरिकालाई पनि जित्न दिँदैन। यो युद्ध भएको लगभग 2 हप्ता जस्तो भइसकेको छ र बिस्तारै यो वारमा अमेरिकाभन्दा इरान माथि देखिन थालिसकेको छ। अमेरिका कुनै न कुनै बहाना बनाएर यो वारबाट पछि हट्न चाहन्छ, तर इरानलाई यो युद्ध रोक्न कुनै पनि हतार छैन। अहिले यो वारको डाइरेक्सन इरानको हातमा गएको छ। अहिलेसम्म 24 आवरको न्युज हेर्ने हो भने पनि इरानले एकदम घातक हतियारहरूको युज बढाएको छ। स्ट्रेट अफ हर्मुज यो भनेको यस्तो ठाउँ हो, विश्वको 20% ओइल यही बाटो भएर जान्छ। त्यो ठाउँ अहिले पुरै इरानको कन्ट्रोलमा लिएको छ र त्यहाँबाट पास हुने फरक देशका फरक जहाजहरूलाई पनि उसले आगो लगाइदिएको छ। यसकै कारणले गर्दा विश्वभरि ओइलको प्राइसहरू चाहिँ आकाशिएको छ। अमेरिकाले आफ्ना फाइटर जेटहरू गुमाइरहेको छ, जसमा F-15 लडाकु विमानहरू, र्याडरहरू पनि ध्वस्त भइसकेका छन्। यो एट्याकमा अहिलेसम्म दर्जनौं अमेरिकी सैनिकहरूको डेथ भइसकेको छ भने सयौं घाइते भइसकेका छन्। तर पनि यो कुरालाई अमेरिकाले अहिलेसम्म गोप्यराखेको छ। एउटा साइडतिर डोनाल्ड ट्रम्प आफूले वार जितिसकेको घोषणा गर्दैछन् भने अर्को साइडतिर उनी केही बहाना बनाएर सिज फायर गर्न चाहन्छन्। तर यो युद्धमा इरान यति माथि छ कि इरानको नयाँ सर्वोच्च नेता मोस्तफा खामेनीले एकदमै बलियो शर्तहरू अगाडि सारेका छन्। यो कुराबाट नि थाहा हुन्छ कि इरानलाई युद्ध रोक्न कुनै पनि हतार छैन। यो वारमा अमेरिका पछाडि पर्नुको कारण भनेको अमेरिकाको प्लानमा नै कमजोरी देखिन्छ। अमेरिकाले धेरै प्लान नगरिकन सिधै इरानमाथि अट्याक गरेको छ। अमेरिकालाई लागेको नै थिएन कि इरानले स्ट्रेट अफ हर्मुज बन्द गरिदिन सक्छ भनेर। 28 फेब्रुअरीमा जब अमेरिकाले इरानमाथि अट्याक गर्यो, उसले सोचेको थियो कि खामेनीलाई मारेपछि आफ्नो पपेट मान्छेलाई ल्याएर त्यहाँको सर्वोच्च नेता बनाउने, त्यसपछि त्यहाँको सबै ओइलहरू चाहिँ अमेरिकाको हातमा आउँछ भनेर। तर 14 दिनपछि त्यहाँ यस्तो अवस्था आयो कि त्यहाँ अब सत्ता परिवर्तन गर्नु भनेको झन कठिन भएको छ र अमेरिकाले यो मिलिट्री अपरेसनको नाम अपरेसन इपिक फ्युरी भनिएको थियो। तर अब यसलाई मान्छेहरूले अपरेसन इपिक ब्लन्डर भन्न थालेका छन्। अमेरिकाले चाहेको केही पनि भएको छैन, तर विश्वभर ओइलको सङ्कट हुने निश्चित छ। अमेरिकी नौसेनाले पनि हात उठाइसकेका छन्। अमेरिकी नौसेनाले भनेका छन् कि हामी यो स्ट्रेट अफ हर्मुजबाट हाम्रा जहाजहरूलाई सुरक्षित रूपमा चाहिँ हामी निकाल्न सक्दैनौँ, यो हाम्रो क्षमताभन्दा बाहिरको कुरा हो भनेर भन्दैछन्। यही बेला इरानले के भन्दैछ भने इफ अमेरिकाले हाम्रो तेल संरचनामा अट्याक गर्यो भने हामी पुरै मध्यपूर्वको पुरै तेल संरचनामा हामी अट्याक गर्छौँ। यहीँबाट बुझ्नुपर्छ कि युद्ध अब कता जाँदैछ। जति पनि गल्फ कन्ट्रीहरू छन् सबै मिसाइल डिफेन्स सिस्टमहरू ध्वस्त भइसकेका छन्। अमेरिकाको कारणले गल्फ देशहरूले पनि नोक्सानी बिहोर्नु परिरहेको छ। ट्रम्पले बारम्बार भनिरहेका छन् कि हामीले यो युद्ध जितिसकेको छौँ, हामीले इरानको नेभी ध्वस्त पार्यौँ, हामीले एयरफोर्स ध्वस्त पार्यौँ र त्यहाँको नेतृत्व पनि हामीले ध्वस्त पार्यौँ, अब सबै ठिक हुन्छ। उनले जे भने पनि अमेरिकाले यस्तो युद्ध सुरु गरेको छ, यो युद्ध रोक्न महिनौँ वा वर्षौँसम्म पनि लाग्न सक्छ। उनका अनुसार यो युद्ध सुरु गरेको केही घन्टामै जितिसकेको भनेर भनेका थिए। तर अहिलेको सबै कन्डिसन हेर्दा अमेरिका मैदान छिर्नु अघि नै प्लानिङ स्टेजमै यो वार हारिसकेको थियो। उनीहरूले सोचेका थिए कि खामेनीलाई मारेपछि सेनाको मनोबल गिर्नेछ, त्यसपछि इरान वार्ताको टेबलमा आउनेछ। तर यो नै सबैभन्दा ठुलो मिसक्यालकुलेसन भयो। इरान भेनेजुला जस्तो निस्किएन। अमेरिकाले यतिसम्म प्लान गरेको थिएन कि इरानले चाहिँ नजिकै रहेको स्ट्रेट अफ हर्मुजलाई बन्द गर्यो भने के गर्ने र त्यसलाई कसरी खोल्ने भनेर प्लानसम्म गरेको थिएन। उनीहरूलाई लागिरहेको थियो कि इरान आफै ओइल एक्सपोर्ट गर्ने देश हो, इफ त्यो रुट बन्द गर्यो भने उनीहरू आफै तेल बेच्न पाउँदैनन् र इरान आफै कमजोर हुन्छ भन्ने उनीहरूले सोचेका थिए। तर यहाँभित्र एउटा बुझ्नुपर्ने कुरा के छ भने स्ट्रेट अफ हर्मुज बाँकी देशहरूको लागि बन्द हो, तर चाइनाको लागि यो कहिले पनि बन्द छैन। चाइनाको लागि त्यहाँ छुट्टै भिआइपी जस्तो एउटा लेनको व्यवस्था गरिएको छ। फेब्रुअरी महिनामा मात्र इरानले त्यहाँबाट 2.16 मिलियन ब्यारल प्रतिदिन निर्यात गरेको थियो। त्यो सबै चाइनातिर गएको थियो। चाइनालाई के हुँदैछ भन्ने पहिला नै थाहा थियो, त्यसैले उनीहरू स्टोरेज गर्नतिर लागे। इफ अमेरिकी सैन्यले चाइनाको जहाजहरूलाई रोके भने पनि चाइनाले इरानबाट तेल लानको लागि उसले $62 बिलियन खर्च गरेर चाइना पाकिस्तान इकोनोमिकल कोरिडोर बनाएको थियो। चाइनालाई थाहा थियो फ्युचरमा के हुन सक्छ भनेर, त्यसैले चाइना इरानको सबैभन्दा ठुलो कस्टमर हो। बाँकी देशलाई ओइल रोके पनि इरानले चाइनालाई कहिले पनि रोक्दैन र इरानलाई चाइनाको पैसा चाहिएको छ भने चाइनालाई इरानको ओइल चाहिएको छ। इरानले लङ टाइमसम्म पनि स्ट्रेट अफ हर्मुजलाई बन्द गराएर विश्वभरि नै महँगी बढाइदिन सक्छ। यही टुल्स युज गरेर उसले विश्वलाई प्रेसर पनि बढाउन सक्छ भने आफू चाइनालाई ओइल बेचेर चाइनाबाट पैसा पनि लिइराख्न सक्छ। अमेरिकाको लागि सबैभन्दा ठुलो ब्याकफायर के हुन सक्छ भने अयतुल्ला अली खामेनीका छोरा मोज्तबा खामेनी सर्वोच्च नेता बन्ने युएसएको लागि घातक हुन सक्छ, किनभने उनी आफ्नो बाबुको हत्याको बदला लिने मोडमा छन्। उनले अमेरिकी बेसमा भएका जति पनि गल्फ देशहरू छन् उनीहरूलाई चेतावनी दिएका छन् कि आफ्नो देशबाट युएसएको बेस तुरुन्त हटाऊ, नत्र हामी तिमीहरूलाई नै टार्गेट बनाउँछौँ। इरानले अमेरिकाको मेरुदण्ड भाँच्ने गरी काम गरिरहेको छ। अमेरिकाका एलाइजहरू बीच फाटो ल्याउने काम उसले गरिरहेको छ।
सबैभन्दा महत्त्वपूर्ण कुरा इरानले डिफेन्सिभ होइन अफेन्सिभ खेल खेलिरहेको छ। इरानले गल्फ देशहरूमा भएको अमेरिकी ब्याङ्कहरू पनि टार्गेट गरिरहेको छ भने इरानले अमेरिकामाथि यति प्रेसर क्रिएट गरिरहेको छ कि इफ यो वार रोक्ने हो भने इरानका निम्न मागहरू अमेरिकाले पुरा गर्नुपर्छ र इरानका ती मागहरू यस्ता छन्। इरानको लेजिटिमेट राइट्सहरूलाई उनीहरूले मान्यता दिनुपर्छ। यो भनेको न्युक्लियर वेपन बनाउन इरानको राइट्स हो र यो कुरा उनीहरूले दिनुपर्छ। नम्बर 2 वार रिपेरेसन। यो युद्धको क्रममा इरानमा जति पनि भएको क्षतिहरू छ यसमा सबै अमेरिकाले यसको खर्च बिहोर्नुपर्छ। र नम्बर 3 मा छ अमेरिकाले फेरि इरानमाथि कहिले पनि एट्याक नगर्ने गरी ग्यारेन्टी दिनुपर्छ, त्यो पनि लिखित रूपमा। यहीँबाट थाहा हुन्छ कि इरान कति ढुक्काका साथ आफ्नो यो मागहरू राखिरहेको छ। उसले भनेको छ कि यसमा कुनै पनि कम्प्रोमाइज छैन र कुनै पनि नेगोसिएसन छैन, हाम्रो यो मागहरू मानिन्छ भने ठिकै छ, नत्र भने इरान अझै पनि डरलाग्दो युद्ध लड्न रेडी छ। उसको यही घोषणा गरेका कारण हार्मज बन्द भएपछि साउदी अरेबिया, कतार, कुवेत जस्ता देशहरूले अमेरिकामा राखेका आफ्ना ट्रिलियन डलरको लगानी पनि रिभ्यू गर्न थालेका छन्। इफ उनीहरूले विथड्र गरे भने अमेरिका झन बढी सङ्कटमा पर्नेछ। यस्तो कन्डिसन आएको छ कि युएसएको वर्षौँदेखि उसले रसियामाथि स्याङ्सन लगाएको थियो, अहिले त्यो स्याङ्सन उसले केही समयको लागि खुल्ला गरेको छ। अमेरिका इजरायललाई जोगाउन यति धेरै फोकस छ कि उसले गल्फ कन्ट्रीहरू जोगाउनको लागि चाहिँ फोकस नै गर्न सकिरहेको छैन। यसका कारण गल्फ कन्ट्रीहरू पनि अमेरिकासँग रिसाइरहेका छन्। अहिले अमेरिकालाई युद्ध निल्नु न ओकल्नु भएको छ। अहिलेसम्म $20 बिलियन भन्दा बढी खर्च भइसकेको छ भने अरबौं डलरका एयर डिफेन्स राडार सिस्टमहरू चाहिँ ड्यामेज भइसकेका छन्। त्यसैले ट्रम्प यो दलदलबाट बाहिर निस्कन चाहन्छन्। त्यसैले उनले भन्ने गरेका छन् कि यो युद्ध चाँडै